सोममा सोममा याक्थुङ पाँदङ अर्थात् लिम्बू भाषामा लिम्बू ल्याङ्ग्वेज अङ्ग्रेजीमा भन्छौँ सोममा भनिन्छ। यो नेपालीमा यसको अर्थ चाहिँ छाम्नु अथवा छामछाम छुमछुम गर्नु। अङ्ग्रेजीमा यसलाई टु टच in order to make an inquiry. A type of search भन्छौँ। Search by touching होइन, छोएर पनि हामी कुनै कुरा पत्ता लगाउन सक्छौँ, अनुमान गर्न सक्छौँ, अनुसन्धान गर्न सक्छौँ। यसलाई लिम्बू भाषामा सोममा भनिन्छ। अब सोममा भन्ने यो क्रियालाई वाक्यमा प्रयोग गर्छु। सोपसुङ मैले छामे अथवा मैले छामछाम छुमछुम गरेँ भन्दाखेरि लिम्बू भाषामा सोपसुङ म छामछाम छुमछुम गर्छु अथवा म छाम्छु भन्नुपर्दा लिम्बू भाषामा सोपसुङ आधा बीचमा पो आउँछ। सोपसुङ म छाम्नेछु अथवा म छामछाम छुमछुम गर्नेछु भन्दा लिम्बू भाषामा सोपसुङ भन्नुपर्छ। तपाईँ एकजना, तपाईँले छाम्नुभयो अथवा तपाईँले छामछाम छुमछुम गर्नुभयो भन्दा केशोप्सु भन्नुपर्छ। तपाईँ छामछाम छुमछुम गर्नुहुनेछ, तपाईँले छाम्नुहुनेछ भन्नुपर्दा लिम्बू भाषामा केशोप्सु भन्नुपर्छ। तपाईँले छाम्नुहुनेछ अथवा तपाईँले छामछाम छुमछुम गर्नुहुनेछ भन्दा लिम्बू भाषामा केशोप्सु भन्नुपर्छ। उहाँ एकजना पुरुष वा स्त्री, उहाँले छाम्नुभयो अथवा छामछाम छुमछुम गर्नुभयो भन्दा सोप्सु भन्नुपर्छ। उहाँले एक पुरुष वा एक स्त्री छाम्नुहुन्छ, उहाँ छाम्नुहुन्छ भन्दाखेरि लिम्बू भाषामा सोप्सु भन्नुपर्छ। उहाँले छाम्नुहुनेछ अथवा उहाँले छामछाम छुमछुम गर्नुहुनेछ भन्दा लिम्बू भाषामा सोप्सु भन्नुपर्छ। अब सोममा छाम्नु, छामछाम छुमछुम गर्नु, यसको केही आज्ञार्थ वाक्यहरू, इम्पेरेटिभ सेन्टेन्सेसहरू। एकजनालाई भन्नुपर्दा तपाईँ एकजना, छाम्नुहोस् भन्दा सोप्से भन्नुपर्छ। तपाईँहरू दुईजना, तपाईँहरू छाम्नुहोस् भन्दाखेरि सोप्सेच्छे भन्नुपर्छ। तपाईँहरू भनेको दुईभन्दा बढी, छाम्नुहोस् भन्दा लिम्बू भाषामा सोप्सेम्मे भन्नुपर्छ।